नमस्कार सबैजनामा। आज म हजुरहरूलाई यो सुन्तलाको अचारको रेसिपी सेयर गर्दैछु र मैले धोएर यसलाई एकदम राम्रोसँग ड्राई बनाएर काटेँ। यस्तो पिस पिस बनाएर काटिदिएँ। यसमा सिड थिएन। अनि मैले त्यस पछाडि सखर मेल्ट गरेँ, मतलब सखरमा हाल्नलाई मैले खट्टी मिठी खालको जस्तो बनाउनुलाई। अनि यतिको गलेपछि मैले काटेको चाना, त्यो सुन्तलाको चाना चाहिँ एड गरिदिएँ। यसरी एड गरेपछि यसमा मैले सबै त्यहाँ हालेपछि यसलाई मिक्स गरिदिएँ त्यो सखरसँग। अनि मिक्स गरिसकेपछि यसमा मैले पिसेर राखेको खोर्सानीको पेस्ट, त्यहाँबाट बेसार, त्यस पछाडि खोर्सानी लाइक रङ खोर्सानीको डुट्टो, अनि त्यहाँबाट सबै थोक पिसेको मसलाहरू एड गरेँ। अनि मैले नुन पनि एड गरेको थिएँ, तर मैले यहाँ देखाइने छु। मैले जस्ट खोर्सानीको पेस्टमै नुन पनि पिसेको थिएँ। त्यस पछाडि यसलाई एकछिन पकाएर मैले रेस्ट गराएँ। अनि एकदमै चिसो भएपछि मात्रै बयममा हाल्नु पर्दो रहेछ। अनि यो बोतलकै बयम चाहिँ युजफुल हुँदो रहेछ अचार हाल्नुको लागि। अनि त्यस पछाडि हालेँ। यहाँ हेर्नुहोस् त, खाउँ खाउँ परेको भएन त मेरो अचार। थ्याङ्क यू सो मच।